हेलो गाइस, स्वागत छ तपाईँहरूलाई मेरो भ्लगमा। र हामी आज जाँदैछौँ ताजमेनियाको क्विन्सटाउन भन्ने ठाउँमा। र आजको दिन भने साह्रै रमाइलो हुनेछ र अन्त्यसम्म हेर्न चाहिँ नबिर्सिनुहोला। धन्यवाद। ल यता ललित, जोन, सन्तोष, ल यता म हिँड्यो है त। लेट्स गो गाइस। खतरा सनराइजमा हामी आइसकेका छौँ। हाम्रो ब्रेक टाइम भइसकेको छ। ल हामी ब्रेक टाइम दामी ठाउँमा आइयो। यस्तो दामी सनराइज भइरहेछ यहाँ, देख्न सक्नुहुन्छ तपाईँ। ल हाम्रो चिया रेडी भइसकेको छ र हाम्रो चिया सर्भ गर्दै हुनुहुन्छ ललितजीले। चिया मेड बाई जोन, सर्भ बाई ललित। के अरे अनि बोक्ने चाहिँ सन्तोष। हाम्रो ब्रेक सकिसकेको छ। अब हामी गाडीमा इन्ट्री गर्दैछौँ र क्या। ल गाडी चाहिँ कडा छ, फेरि स्पोर्ट गाडी अरे क्या। Look where we are. Welcome to नाम त ल्याएर यो 90s को ट्रेन। जोन तिम्रो भिडियो भन्दै छ। तपाईँहरूले आधी इन्फर्मेसन लिनु भएको छ नि त होइन? लिइसक्यो सबै। होइन के अरे त्यो स्ट्याटुमा गयो भने ट्रेन त्यो पक्रिन मिल्दैन। ए टाइमिङ चाहिँ ट्रेन चाहिँ तपाईँको 10 बजे होइन। मैले चाह्यो भने म त्यसमा नै हाल्नु सक्छु। कुनमा? यो चाहिँ ताजमेनियाको एउटा भनौँ न पहाड हो होइन। तर यो पहाडलाई पनि यतिसम्म होइन एकदम कस्तो राम्रो बनाएको छ भने यस्तो यो होइन सिडीहरू हालिदिएर पहाडलाई पनि होइन यस्तो बनाउन सकिँदो रहेछ भन्ने चाहिँ इक्जाम्पल चाहिँ छ क्या। लाइक हाम्रो नेपालमा चाहिँ कति छ होइन यस्तो पहाडहरू, तर त्यसलाई पनि बनाउन सक्यो भने के चाहिँ समस्या हुँदैन भन्ने चाहिँ यहाँ उदाहरण छ क्या। कस्तो राम्रो बनाएको छ होइन, यस्तो भर्याङहरू हालेर केही छैन क्या। लाइक एउटा पहाडको होइन एउटा डाँडो हो क्या यो। अनि यसमा यस्तो हिँड्ने ठाउँ बनाइदिएको छ। अनि त्यसपछि यहाँ अलिकति अगाडि गएपछि झर्ना छ एउटा होइन। त्यो झर्ना चाहिँ यो झर्ना हो, झर्ना हेर्नको लागि यो खास। झर्ना चाहिँ यही हो। यही हेर्नको लागि चाहिँ यस्तो भर्याङ सड्याङ बनाइदिएको छ होइन। टक्क दामी यस्तो उक्लेर गएर परबाट होइन यो झर्ना हेर्नको लागि क्या। ल फल्स हेर्न आयो है पहाडमा। आमा दामी देख्दो रहेछ। पानी पनि कस्तो रातो रातो खाले रहेछ क्या। ओइ माई गड, यहाँबाट हेर्नु ओ यस्तो खतरा देखिन्छ। आइसकेको छौँ होइन। ललित कस्तो लागिरहेछ? इन्क्रेडिबल, अमेजिङ, एस्टाउन्डिङ, जे भन्दा पनि हुन्छ। सुपर क्यालिफ्लेक्सलिस्टिक एक्सप्लियाडोसिस, त्यो भने द्याट मिन्स ब्युटिफुल, असम। तिमीलाई कस्तो लाग्यो जोन? एकदम रमाइलो रमाइलो वर्थ इट होइन। हस्टेल फल्स रे क्विन्सटाउनको है।
It's a wonderful place. ओके Thank you. ल एकदम रमाइलो भइरहेको छ यहाँ चाहिँ कस्तो डर लाग्दो छ तल पनि होइन अनि अर्को साथीलाई सोध्न जाँदैछु म सन्तोषलाई सन्तोष कस्तो भइरहेछ एकदम रमाइलो एकदम वर्थ इट झर्ना कस्तो लाग्यो दामी 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 झर्ना दामी अनि आजको घुमाइ चाहिँ कस्तो भइरहेको घुमाइ एकदमै राम्रो हजुरहरूलाई यहाँ आएर फेरि एकचोटि भिजिट गर्न हुन म अनुरोध हो ए, ल ल धन्यवाद ल धन्यवाद खतरा रमाइलो भइरहेछ हामी चाहिँ फोटो खिचिरहेको छौँ अहिले होइन तल चाहिँ हेर्दा कस्तो डर लाग्दो छ हो यार माई गॉड लुक एट गाइस पानी पनि रातो छ यहाँको साँच्चीको रातो हो यो पानी होइन रहेछ कस्तो चिसो यार पानी त है हामी आइरन बोमा आइसक्यौँ फाइनली ग्यास यहाँबाट चाहिँ तल खै के छ कुन्ने ताल छ जस्तो छ ताल यस्तो गएर सरर आइरन बो ओए खतरा रहेछ त यहाँ यस्तो रहेछ सही रहेछ सही कस्तो निलो पानी आज त सबै बन्द छ एकदम नेल्सन फल ट्र्याकमा जाँदैछौँ हेरौँ त्यहाँ कस्तो रहेछ लेट्स सी ग्यास ल हिँडियो छ हामी चाहिँ नेल्सन फलमा कस्तो रहेछ यसो हेरिदिउँ न त जङ्गलको बाटो फोटोसुट धेरै नहानौँ केटा हो रे हामी अस्ट्रेलियाको जङ्गलमा हिँडिरहेको छौँ फेरि होइन अस्ट्रेलियाको जङ्गलमा केटा हो कस्तो लाग्दैछ अस्ट्रेलियाको जङ्गलमा घुम्दाखेरि यो जङ्गलमा घुम्दाखेरि मलाई मेरो गाउँको त्यो खोलाको याद आयो कि पास्टमा ओके ठ्याक्कै मेरो त्यो हाम्रो स्कुल जाने बाटो थियो त्यहाँनिर एउटा यो सानो खोला थियो ए यस्तै कलकल बग्थ्यो यस्तै जङ्गल थियो हामी त्यहाँ जान्थ्यौँ है ल है हामी चाहिँ जङ्गलमा झ्याम झ्याम हिँड्दैछौँ केटा चाहिँ पछाडि आउँदैछन् तर त्यहाँ लेखेअनुसार त त्यसले भनेको यो जङ्गल भनेको टाइम मसिन जस्तो तपाईँको पास्टको दिनहरू याद दिलाउँछ भने त हो यार है हो रहेछ सही कुरा ओए पानी पनि रातो रातो छ यार रुख त हरियो पात मात्र हुन्छ त्यो पुरै ओके पुरै रुखै सही भएको सही कुरा यार हेलो वाइट ल्यान्डिङ झर्नै हो अँ अब म कसरी जादिनु भिन्न म चाहिँ यतै आउने हो क्या खतरा फल छ क्या राम्रो छ नेल्सन नेल्सन फल हामी आइसकेको छ वाओ सो अमेजिङ यार Oh my god, what a beautiful man.
Oh my god. What a nice. कस्तो दामी देख्यो है वालपेपरमा मैले देखेको थिएँ यार यस्तो अनि हाम्रो नेसनल फलको जोड्ने र फोटो खिचाइ सबै सकिसकेको छ र हामी चाहिँ अब फर्किँदैछौँ हैन फर्किँदैछौँ अब हेरौँ नेक्स्ट डेस्टिनेसन चाहिँ अब कहाँ हुन्छ एउटा लेक छ कहीँ अलिकति कति टाढामा यदि त्यो भयो भने चाहिँ अब हामी त्यहाँ जान्छौँ होला सायद त्यसपछि हामी घर ब्याक टु होम Thanks for watching.